हेलो एभ्रिवान। आज चाहिँ मैले कम्पनीको डिटेल एनालाइसिस कसरी गर्ने, कुनै पनि स्टक किन्दाखेरि चाहिँ हामीले के कुरा चाहिँ कहाँबाट हेर्नुपर्छ, किन्नुपर्छ भनेर चाहिँ फुल यो भिडियोमा भन्न आएछु। र यसको लागि चाहिँ मैले पुरै एउटा कम्पनी किन्ने कि नकिन्ने भनेर डिसिसन गर्ने चाहिँ कसरी गरिन्छ त्यो चाहिँ म अब तपाईँलाई भन्न आएछु है त। त्यही भएर लेखाएको छु हाउ टु सेलेक्ट कम्पनी वेल बाइङ डिटेल एनालाइसिस भनेर। आज चाहिँ मैले हेर्न आएको छु झापा एनर्जी अब किन्ने कि नकिन्ने भनेर, जुन अहिले भर्खरै आएको कम्पनी थियो। यसको चाहिँ म पुरै टेक्निकलदेखि लिएर फाइनेन्सियल फन्डामेन्टल र कहाँबाट के हेर्ने सबै फुल भन्दैछु है त। र हामीले झापा एनर्जीको चाहिँ यतिकै नर्मली चार्ट हेर्छौँ भने चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ यहाँबाट बढेर आइपिओमा 1300 1400 को आसपास पुगेर त्यसपछि हल्का माथि नै बसेर अहिले चाहिँ डाउन ट्रेन्ड लाग्नु सुरु भएको रहेछ है त। र सबैभन्दा सुरुमा टेक्निकल भन्दा पनि सुरुमा थाहा पाउनु पऱ्यो कम्पनी के गर्दैछ। त्यसको लागि म गएँ कम्पनीको रिपोर्टमा, जुन भर्खर आएको रिपोर्ट थियो, जुन अब यहाँबाट नि हेर्नु मिल्छ, यहाँबाट नि हेर्नु मिल्छ। यसमा मैले सर हेर्दाखेरि चाहिँ के हेरेको छु भन्दाखेरि कम्पनीले कति कमाइरहेको छ रेभेन्यू हेर्नु पर्छ सुरुमा। फ्रम इलेक्ट्रिसिटी चाहिँ लगभग 10 करोड चाहिँ यो असार इन्डसम्म कमाएको रहेछ भनेर चाहिँ देखिरहेको छ होइन। अघिल्लोचोटि चाहिँ 8 करोड कमाएको रहेछ र एक क्वार्टरमा चाहिँ यसले 2 करोडसम्म कमाएको रहेछ होइन, 2 करोड कमाएको रहेछ। र प्रफिट आफ्टर ट्याक्स पनि हेर्नु पऱ्यो, अघिल्लोचोटि लसमा रहेछ र योचोटिसम्म आउँदाखेरि चाहिँ झन्डै 1 करोडको प्रफिटमा कम्पनी देखिया रहेछ। यति हेरिसकेपछि हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ ओके कम्पनी प्रफिटेबल कम्पनी रहेछ। अनि हामीले चाहिँ मेन कुरा के थाहा हुन्छ, कम्पनीले गर्छ के त्यो चाहिँ हामीलाई थाहा हुनुपर्छ। यसको लागि हामी के गर्छौँ, कुनै पनि हामीले जुन कम्पनी एनालाइसिस गर्न लागेको छौँ त्यसको चाहिँ हामी अफिसियल वेबसाइटमा जान्छौँ, हेर्नु पऱ्यो नि त कम्पनी के हो भनेर होइन। त्यो जाँदाखेरि चाहिँ हामीले के भेट्छौँ भन्दाखेरि चाहिँ ओके यहीँबाट हेर्ने बित्तिकै नै हामीलाई थाहा हुन्छ यो झापा एनर्जी भनेको चाहिँ सोलरवाला कम्पनी रहेछ। त्यो ठुलो जग्गामा चाहिँ यसले सोलर प्यानल बिछाएर चाहिँ आफ्नो कामहरू गरेको छ भन्ने कुरा आइडिया भयो हामीले। यति आइडिया भइसकेपछि अब हामी कहाँ जान्छौँ भन्दाखेरि ओके यसको सबै फोटोहरू हेऱ्यौँ, अरू हामी तल तल जान्छौँ, यसको वेबसाइट के रहेछ कस्तो रहेछ पुरै हेरौँ। र अब त्यसपछि हामी जान्छौँ यो कम्पनी जुन छ, यो कम्पनी चाहिँ कुन चाहिँ सेक्टरमा पर्नेछ त। अब सेक्टर हुन त यहीँ हेर्दा नि हुन्छ, अदर्स भनेर यही पनि लेखाएको छ नेप्से अल्फामा। तर यसको लागि चाहिँ म जान्छु नेप्से ट्रेडिङमा है। नेप्से ट्रेडिङ अब यहाँसम्म कसरी पुग्ने त्यो चाहिँ म अब स्टेप बाई स्टेप भन्छु है त। यहाँसम्म पुग्नुलाई चाहिँ नेप्से ट्रेडिङ भनेर तपाईँले साइट हान्नुभयो भने यहाँ आउँछ। र यसमा चाहिँ यहाँ माथि चार्ट भनिन्छ, यो लगइन गर्नु भएको छ भने लगइन गरेर चार्ट भन्ने सेक्सनमा गएर स्टक्स लिस्ट यहाँ गएर चाहिँ हामीले अदर्सको इन्डेक्स हान्छौँ है। यो हामीलाई किन जरुरी छ भन्दाखेरि चाहिँ अदर्समा अरू हामीलाई नलेज पनि हुन्छ नि त, अरू स्टक कुन कुन रहेछ, झापामा मात्रै प्राइस बेसी हो कि होइन। जस्तै अब अदर सेक्टर हामीले किन भन्दाखेरि अब जुन जुन कम्पनी किन्न लागेको हो त्यसको पुरा सेक्टर पनि एनालाइज गर्नुपर्छ, सेक्टर कस्तो छ भनेर है। त्यसपछि बल्ल हामी कम्पनीहरू हेर्न थाल्छौँ। यदि हामीले एमआरएम हेरेको भए नि यही गर्थ्यौँ, टिटिएल हेरेको भए नि यही गर्थ्यौँ, प्योर हेरेको भए नि यही गर्थ्यौँ, एनआरआइसी हेरेको भए नि यही गर्थ्यौँ होइन। सबै हेरेको यही गर्थ्यौँ नि त हामीले। हो त्यही भएर हामी अदर्सको इन्डेक्समा जाउँ र हामी हेरौँ लिस्ट वाइज राखौँ। सबभन्दा महँगो भनेको आरबिसिएल रहेछ, झापा रहेछ। झापामा चाहिँ 9 लाख पब्लिक सेयर रहेछ। हामीलाई यो पब्लिक सेयर र प्रमोटर सेयर चाहिँ किन इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि चाहिँ किनकि मार्केटमा मेन गेम गर्ने भनेको डिमान्ड र सप्लाई हो नि त होइन। यदि सप्लाई धेरै छ भने त मार्केटमा के हुन्छ, सप्लाई धेरै आयो अनि प्राइस घट्न थाल्छ नि त। त्यो पनि हामीले चाहिँ याद गर्नुपर्छ त। 9 लाख सेयर्स भएको बेला ठाउँमा 10,000 रहेछ, 14 लाख भएको बेलामा 800 रहेछ, लगभग 2 करोड जस्तो भएको ठाउँमा चाहिँ 893 चाहिँ एनआरआइसी पनि भयो, भर्खर ब्याड न्युज पनि आएको थियो अस्तिसम्म। त्यसपछि अर्को भनेको 1 करोड सेयर भएको 880 रहेछ। यो चाहिँ हामीले नर्मली के गर्यौँ, पब्लिक सेयर्स र प्राइसको रिलेसन हेर्यौँ। जति कम सेयर्स त्यति नै माथि प्राइस हुन्छ भन्ने चाहिँ हाम्रो कन्सेप्ट हुन्छ होइन। कहिलेकाहीँ त्यो लाग्दैन, त्यस्तो केसमा चाहिँ कम्पनीको पर्फर्मेन्सले पनि म्याटर गर्ने हुन्छ। र अब हामी यस्तो हेर्छौँ भने ठिक छ हामी झापा भेटायौँ। अब हामी के गर्छौँ भन्दा अब हामी झापाभन्दा पहिला अदर्सको चार्ट हेर्छौँ, पहिला इन्डेक्सको चार्ट हेर्छौँ अनि बल्ल आएर झापाको चार्ट हेर्छौँ। अब हामीले इन्डेक्सको चार्ट यदि सर आफैले हेर्छौँ भने पनि यहाँ हामीले पुरै तल आएको देख्छौँ है। एक टाइममा चाहिँ पुरै घटेको रहेछ र यो घटाइ चाहिँ के थियो भनेर आफैले याद गर्नु होला। यो घटाइ चाहिँ अलिअलि हाम्रो आन्दोलनहरूको एनआरआइसीको घटाइ पनि थियो होला होइन। अदर सेक्टरमा चाहिँ एनआरआइसी र एचआरको एकदम ठुलो भूमिका हुन्छ। र यहाँ हेर्छौँ भने चाहिँ अहिले हामी यो लेभलमा छौँ। यो लेभल भनेको चाहिँ एउटा सपोर्टको लेभल पनि भन्नु मिल्छ, जुन यो सुरुको यो सपोर्ट पनि भयो, अगाडिको यहाँ रेजिस्टेन्स पनि स्ट्रङ्गै रहेछ भनेपछि यो कट्ने बित्तिकै यसलाई सपोर्ट जोन देखायो भनेपछि अहिले चाहिँ अदर सेक्टर चाहिँ एकदम सपोर्टको जोनमा आएको रहेछ भन्ने कुरा बुझ्यो है। अब सेक्टरै सपोर्टको जोनमा छ भनेपछि हामी अर्को के पनि गर्न सक्छौँ भन्दाखेरि चाहिँ सेक्टर सपोर्टको जोनमा आएपछि अब बल्ल हामी इन्डेक्सतिर जाउँ। यदि सेक्टर यहीँ माथितिर कतै भएको भए
होइन, अथवा झर्दा झर्दै भएको भए हामीले यो स्किप पनि गर्न सक्थ्यौँ नि त होइन। हो त्यसरी चाहिँ अब हामीले हेर्नु पऱ्यो है त। र हामीले हेर्छौँ भने चाहिँ अलिकति सार्प फल चाहिँ यही देखिया हो कि जस्तो पनि भइरहेको छ है। र ठिक छ, यो जोनमा आइसकेपछि अब हामी छौँ झापातिर है। झापा भने झापा एनर्जीतिर जाउँ। अब यसमा हामीले अब हेर्ने हामीले के गर्नुपर्छ, अब हरेक स्टक्सको आफ्नै छुट्टै चार्ट बनेर हुन्छ है। अदर इन्डेक्स सपोर्टमा आए तापनि यो पनि हुन त सपोर्टमै छ, यसको सानो सपोर्ट छ। तर हामीले के बिर्सिनुहुन्न भन्दाखेरि लङ रनमा जुन यो स्टार्टिङदेखि नै हामीले हेर्छौँ भने चाहिँ यसले आफ्नो जुन यो अघिल्लोको लो छ यसलाई चाहिँ ब्रेक गरिकन रिटेस्ट गरेको छ। भन्नुको मिनिङ कस्तो भन्दाखेरि चाहिँ ओके, भन्नुको मिनिङ जस्तै कुनै पनि स्टक यसको माथि गयो तल आयो होइन, यहाँ हल्का एकैछिन यो डिमान्ड जोनमा खेल्यो र यसले ब्रेकडाउन गर्यो। ब्रेकडाउन गरिसकेपछि यो फेरि माथि गएर यदि यही जोन यसले रिटेस्ट गर्छ भने चाहिँ यसलाई हामी ब्रेकडाउन भएर रिटेस्ट पनि गर्यो भन्छौँ है। ठिक छ, हो यो चाहिँ एकचोटि यसले गरिसकेको छ। हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यदि कुनै पनि कम्पनीले आफ्नो यो लो भन्दा यो लो चाहिँ तल बनाउँछ भने चाहिँ अब यसको चान्सेस के हुन्छ, यसको चाहिँ अर्को लो बन्ने चान्सेस पनि हुन्छ। यो चान्सेसको कुरा मात्रै गरेर चाहिँ बन्छै भन्ने चाहिँ हुँदैन फेरि कहिले पनि, किनकि मार्केट अब अलवेज टु साइड्स है। भोलि एउटा राम्रो न्युज आइदियो भने मार्केट बढ्छ पनि। ठिक छ, अब यो हेर्छौँ भने चाहिँ अब हामीले यसलाई अर्को तरिकाले बुझौँ। जस्तै हायर हाई र हायर लोको कन्सेप्टबाट बुझौँ। कसरी भन्दाखेरि यदि एउटा लोबाट हाई बन्यो अरे होइन, ल यसलाई चाहिँ एउटा लाइन मानौँ र घट्दाखेरि चाहिँ यो लोभन्दा मुनितिर आएन भने यसलाई हामी हायर लो भन्छौँ। र यो भयो भने चाहिँ के चान्सेस हुन्छ भन्दाखेरि चाहिँ हामी बढेर जब हाई यहाँ पुग्छ नि अब आउने लो चाहिँ यो लो भन्दा नि मास्तिरै बस्छ भन्ने चान्सेस हुन्छ। कति माथि बस्छ, के माथि बस्छ हामी फेरि अरू भिडियोमा डिस्कस गर्छौँ। त्यसको लागि च्यानल सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। फर्दर भिडियोज पनि आउँछ मेरो च्यानलमा होइन। अनि अब यदि घट्दैछ भने मार्केट हाईबाट लोमा घट्यो, ठिक छ, अनि फेरि अलिकति माथि गएर यो लोलाई पनि यदि यसले ब्रेक गर्छ भने यो लो अब ड्रइङ त गर्न मिलेन, त्यही भएर माउसै हेर्नु होला। यदि यो लो चाहिँ यसले ब्रेक गर्छ भने चाहिँ अर्को चान्सेस के हुन्छ भन्दाखेरि यो हाईभन्दा यो हाई चाहिँ माथि जाँदैन र प्लस यो लो चाहिँ यो लोभन्दा घटेर आउँछ। त्यही कुरा हामी यता हेरौँ है त। अब त्यही कुरा हामी अब झापा एनर्जीमा हेरौँ। झापामा हामीले हेर्छौँ भने चाहिँ ल ठिक छ, यसलाई ब्रस यसलाई हेर्छौँ भने यो चाहिँ एउटा लो थियो सुरुमा होइन। अब यो लोबाट चाहिँ के भन्दाखेरि यो लोको स्ट्रेट लाइन तान्यो मैले र यो चाहिँ हाम्रो अर्को लो जोन हो। अब यो लो जोनबाट घटेर तलतिर आइसकेपछि के हुन्छ बढ्दाखेरि चाहिँ होइन, अब यसैलाई रेजिस्टेन्स मान्ने एउटा हो अथवा यो लो यो हाई भन्दा चाहिँ माथि जाँदैन मार्केट भन्ने हुन्छ। एकचोटि फेरि हेरौँ, उतासँग म बुझाउँछु। मैले के भने भन्दाखेरि चाहिँ अब हामी यो लो हेरौँ है त। यो लो चाहिँ हाम्रो वेटिङ लो हो भनेको। मानिलियो अब यो चाहिँ हाम्रो लो थियो नि त, किनकि यसको लागि त यहाँ पनि यस्तै थियो, यहाँबाट त यो यहाँ लो भइसकेको थियो, भाङ्यो तर यो लो नै हो होइन। अब यो लोबाट मार्केट जब घट्यो भन्ने मिनिङ यो लोबाट जब मार्केट घट्यो तब उसले के गर्यो, यही लोमा आएर टेस्ट गरिदियो क्या यसरी। ठिक छ, हो यही लोमा आएर जसले के गर्यो रिटेस्ट पनि गर्यो, यसलाई हामी रिटेस्ट भन्छौँ। यो माथि छुट्याएर जानुको रिजन चाहिँ रिटेस्ट थियो। अब आउँदाखेरि यो लो पनि ब्रेक गर्ने चान्सेस हाई हुन्छ। अब आउँदाखेरि चाहिँ यो लो पनि ब्रेक गर्ने चान्सेस चाहिँ हाई हुन्छ। त्यही भएर चाहिँ हामीले यसरी चाहिँ स्टक एनालाइसिस गर्नु पऱ्यो। र यो स्टकबाट चाहिँ अब भन्न त नमिल्यो हजुरको डिसिसन हो, तर वाट आई रिकमेन्ड इज यो स्टकबाट चाहिँ सकेसम्म अहिले छ भने पनि टाढै बस्दा ठिक हुन्छ। र हजारको प्राइस छ राम्रै पनि छ होइन, अदर सेक्टरमा हजारको प्राइस ठिकै पनि मानिन्छ है त। र अरू फेरि फर्दर अरू भिडियोज लिएर आइहाल्छु म। यहाँसम्मको लागि यति नै भयो। केही छ भने चाहिँ कमेन्ट गर्नु होला र अरू भिडियो चाहिन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरेर वेट गर्नु होला, फर्दर च्यानलमा आइहाल्छ। हस् त, नमस्कार, जय नेपाल।